Om Shri Sai Ram. Dear Swami, I offer my humble salutation in your divine lotus feet. आज हामी सम्पूर्ण फालिडाँडा अनि पुङडाँडा निवासी अथवा भक्तजनहरू श्री सत्य साई प्रेम प्रवाहिनी रथ जो 24 अप्रिल भगवानको आराधना दिवसको दिन प्रशान्ति निलयमबाट प्रस्थान हुनुभएर आज 28 मेको दिन हाम्रो घर आँगनमा आउनुहुँदैछ र हामी उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको छौँ। सम्पूर्ण विश्व भ्रमण अथवा कुना कुना रहेका भक्तजनलाई दर्शन दिने भगवानको इच्छा अनुसार यस 100th बर्थडे सेलिब्रेसनको उपलक्ष्यमा भगवान स्वयंले हामीलाई दिव्य दर्शन साथै आशीर्वाद दिनका हेतु हामी माझ श्री सत्य प्रेम प्रवाहिनी रथको रूपमा आउनुभएको छ। आउनुहोस् हामी स्वीकार गरौँ। अथवा 100 वर्षको जन्मोत्सवको यो शुभ दिव्य अवसरमा हामी माझ स्वयं भगवान दिव्य रथको रूपमा आउनु भएको छ। प्राय सबैले सुनिसक्नु भएको छ होला, फेसबुक हेर्नु हुँदैछ होला। यो दिव्य रथको महिमा र कसरी आए, भगवानले कसरी योजना गर्नु भएको छ, रथको रूपमा म आउँछु भन्ने संकेतहरू हाम्रो रिम्पुचेहरू अन्य कसलाई संकेत दिइसक्नु भएको रहेछ। हामीलाई याद थिएन। आजभन्दा धेरै अगाडि 2022 प्लस 4 महिना अगाडि स्वयं पहिला भगवानले म आउने छु सिक्किममा जुन भन्नुभएको थियो। आज 100 वर्षको यो शुभ अवसरमा उहाँको जन्मोत्सव 100 वर्षको जन्मोत्सवमा यो दिव्य रथको रूपमा स्वयं उहाँको उपस्थिति यहाँ हामी पाउँछौँ अनि उहाँले अनुभव पनि दिलाइरहेको छ, आवाज पनि दिलाइरहेको छ। हामी यस दिव्य रथ अहिले यो सायद 215 होला, सायद यो गाउँ जम्मा 215 नम्बरमा होला। यो गाउँ 215वटा गाउँ घुमेर सिक्किम प्राय सकिसकेको छौँ। अब नाम्चीको केही जग्गा मात्र रहेको छ। 30 तारिक सकिनेछ मल्लीमा, 31 तारिक दार्जिलिङकोहरू सबै आएर साई भक्तहरू आएर लानेछ। त्यहाँदेखि मालदा, यो वेस्ट बेङ्गल बीच कलकत्ताहरू हुँदै अक्टोबरमा आसाम, मेघालय, मिजोराम, नागाल्यान्ड, मणिपुर हुँदै फेरि बिहार, झारखण्ड र उडिसा हुँदै 500 दिनमा यो दिव्य रथ पुट्टपर्ति नै जानेछ। 2011 अनि अस्ति 2025 24 अप्रिल 2025 मा पूजन गरिओरी भगवानलाई स्थापित गरिओरी 25 अप्रिलको दिन सिधा सिक्किम आएको र 6 तारिकदेखि कन्टिन्यू यो दिव्य दर्शन दिएर हिँडिरहेको छ। हरेक संस्थाहरू, हरेक धर्म अवलम्बीहरू, धेरै धेरै अन्य धर्म अवलम्बीहरू, मानव उत्थान, प्रणामी, बुद्धिज्म, सिख, जसले पनि रथको आगमनको कुरा सुनेको थिए सबै धर्म अवलम्बीहरूले उहाँले रिक्वेस्ट गरी हामी पनि दर्शन गर्न चाहन्छौँ। हाम्रो उसमा ल्याइदिनुहोस्, गुम्पामा। अब धेरै धेरै छ यसो, सायद तपाईँहरूले फेसबुकमा देख्नुहुन्छ। भावी पिँढीहरू, नानीहरू आउँदैछ, उनीहरूलाई कस्तो संस्कार दिने हामीले आज हामी हरेक गाउँ गाउँमा बुजुर्ग, ज्ञानी, एडुकेटेड सिनियर व्यक्तिहरू छौँ, बुजुर्गहरू छौँ, अभिभावक हौँ हामी। गाउँमा एउटा मन्दिर हुनु जरुरी छ, जो गहना हो। त्यसले गाउँमा एउटा मन्दिर छ भने, देवीथान गाउँ अथवा मन्दिरहरू छ भने त्यो गाउँको गहना हो। अमृतम गमय ओम शांति 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 ओम साईश्वराय विद्महे सत्यदेवाय धीमहि
तन्नः सर्वः प्रचोदयात्। ॐ साईश्वराय विद्महे सत्यदेवाय धीमहि तन्नः सर्वः प्रचोदयात्। ॐ साईश्वराय विद्महे सत्यदेवाय धीमहि तन्नः सर्वः प्रचोदयात्। ॐ शान्ति शान्ति शान्तिः। स्वामी सत्य साई हरे भक्त जना संरक्षक भक्त जना संरक्षक पति महेश्वर ओम शेखरा सर्व प्राणपते स्वामी सर्व प्राणपते आशीष कल्पलटिका आशीष कल्पलटिका आसनो मंडप ओम जय जगदीश हरे माता पिता गुरुदेव हरे ओंकार रूप ओजस्वी साई महादेव सत्य मंगल आरती अंधुको मंगल आरती अंधुको शांति। जय बोलो भगवान श्री सत्य साई बाबा जी की। र आजको दर्शन साँच्चै नै हाम्रो लागि अहोभाग्यको कुरा हुन् र हामी सबै भक्तजन हजुरप्रति सधैँ आभारी रहनेछौँ। आवर बिलभड स्वामी साई राम।